अहिले रामपुर आएको थियौँ के अरे यो वासिङ मेसिन सर्भिसिङको लागि। यो चाहिँ हजुरको स्यामसङको वासिङ मेसिन रहेछ। यो किनेदेखि लगभग अब पहिलोचोटि सर्भिसिङ हुँदैछ। अवस्था चाहिँ एकदमै नाजुक रहेछ। हजुरको यो खिया लाएर हजुरको अगाडिको फ्ल्याग पनि उभाएर रहेछ। अनि अहिले हामी ड्रम हेर्न जाँदैछौँ। ड्रमको कन्डिसन पनि हजुरको जहाँसम्म लाग्छ एकदमै कचडा जमेको हुनुपर्छ। हाम्रो मिस्त्री साहबले चाहिँ खोल्दै हुन्छ ड्रम। ओहो हो, हजुरले हेर्न सक्नुहुन्छ यो ड्रममा कति धेरै चुना बसेछ। अहिलेसम्म हामीले हेरेको सबभन्दा बढी चुना बसेको केस हो यो। हजुरले हेर्न सक्नुहुन्छ भित्र त हाम्रो सेतै हुन्छ, तर मेन हाम्रो समस्या आउने भनेको यो ड्रमको बाहिरपट्टि हो। यहाँ चाहिँ हजुरको देख्न सक्नुहुन्छ बहुत धेरै लेदो, यो 10औं वर्षको लेदो जस्तो जमेर बसेको छ। एकदमै फोहोर अवस्थामा छ। ओहो, अब हेर्दै जाम यसले अरू चिज बेरिङ र स्पाइडरमा असर गरेको छ कि नै। हस् त, धन्यवाद। हामीले अहिलेसम्म काम गर्दै गरेको सबभन्दा फोहोरो मोटो बाक्लो लेदो हेर्नुहोस् यसरी जम्छ है। हजुरले सर्भिसिङ नगरे भने यसरी जम्छ हजुरको। यो लगभग 10औं वर्ष पुरानो जस्तो देखियो। हजुरको पनि यस्तो समस्या नआउन दिनलाई कम्तीमा हजुरको 2 वर्षमा एकचोटि सर्भिसिङ गराउनु पर्छ। हस् त हजुर, धन्यवाद।